हाइड्रोकार्बनबाट एसी को लागि यस्तो क्वेशन इम्पोर्टेन्ट छ। सो यो क्वेशनमा चाहिँ हामीलाई स्ट्रक्चरल फर्मुला सोधेको छ अफ स्याचुरेटेड हाइड्रोकार्बन जसको मोलिकुलर मास दिएको छ। सो फर्स्ट अफ अल यो स्याचुरेटेड हाइड्रोकार्बन भनेको के कुरा बुझौं। सो हाइड्रोकार्बन्स भनेको त्यस्तो कम्पाउन्ड्सहरु हो जुन चाहिँ बनेको हुन्छ कार्बन र हाइड्रोजनले, र यो टु टाइप्सको हुन्छ। एउटा हुन्छ स्याचुरेटेड हाइड्रोकार्बन, एउटा हुन्छ अनस्याचुरेटेड हाइड्रोकार्बन। सो स्याचुरेटेड हाइड्रोकार्बनको एक्जाम्पल भनेको एल्केन हो, अनस्याचुरेटेडको चाहिँ एल्किन र अल्काइन हो। सो हामीलाई क्वेशनमा स्याचुरेटेड हाइड्रोकार्बन भनेपछि यो सिम्पली हामीलाई एल्केन भनेको। सो एल्केनको जेनरल फर्मुला भनेको CnH2n+2 हुन्छ। जस्तै मैले अब सिम्पलेस्ट एल्केन लिए मैले मिथेनलाई भने, सो मिथेनको मोलिकुलर मास भनेको कति हुन्छ 16 हुन्छ। यो कसरी भयो भन्दाखेरि चाहिँ सो एउटा सिंगल कार्बनको मास भनेको 12 हुन्छ, हाइड्रोजनको चाहिँ के हुन्छ 1 हुन्छ। सो अब मैले यहाँ कार्बन चाहिँ एउटा मात्र छ, सो 12 into 1 गर्छु, अनि हाइड्रोजन 4टा छ, सो 4 into 1 गरेर चाहिँ मैले चाहिँ 16 ल्याउँछु। सो सेम यस्तै नै हामीले यो CnH2n+2 यो जुन अननोन स्याचुरेटेड हाइड्रोकार्बनको लागि गर्छौं। सो CnH2n+2 भनेको यसको टोटल मास भनेको कति हो 44 छ हैन। सो मैले यसमा चाहिँ अब कार्बनको 12 राखे। अब n कतिवटा छ भन्ने त थाहा छैन, त्यही भएर हामीले n राखेको छौं। सो यसरी सल्भ गरेर हामीले n को भ्यालु निकाल्छौं, र यो n को भ्यालु जब पुट गर्छौं त्यो जेनरल फर्मुलामा, यसरी चाहिँ हामीले त्यो स्याचुरेटेड हाइड्रोकार्बनको मोलिकुलर फर्मुला फाइन्ड आउट गर्छौं, र यो चाहिँ प्रोपेन रहेको छ। र यसरी हामीले यसको स्ट्रक्चरल फर्मुला बनाउँछौं। सो यसपछि चाहिँ हामीले सेकेन्ड पार्टमा दुईटा एडजस्टेन्ट कार्बनबाट हाइड्रोजन रिमुभ गर्न भनेको छ। सो यसरी अब हामीले हाइड्रोजन रिमुभ गर्छौं भने सो यहाँ चाहिँ अब डबल बोन्ड फर्मेसन भएर चाहिँ यसरी हाम्रो प्रोप 1ene भन्ने कम्पाउन्ड फर्मेसन हुन्छ। Follow for more such contents.